हेलो गाइस, गुड मर्निङ, नमस्ते, जय मसी एन्ड मेजोर। आज है बिहान बिहानै हामी चाहिँ आज चाहिँ मेरो जेठानी को नानीको चाहिँ बर्थडे हो। अनि के भन्छ, मलाई चाहिँ मम्मी मम्मी भन्छ नि त। अन्त आज चाहिँ हामी कहाँनिर भन्दाखेरि यता सुम्बुक जाने बाटोपट्टि त्यहाँनिर चाहिँ फल छ है, पानी झर्ना। त्यहाँनिर चाहिँ उहाँहरूले चाहिँ जाउँ होइन एकछिन भनेर भन्नुभयो। अनि है हुन्छ भनेर म जस्ट रेडी हुँदैछु। यो चाहिँ मैले अस्ति अनलाइनबाटै मगाएको भेष हो, बेसी ठुलो पनि आएछ आउनु तर पनि नट ब्याड, राम्रै छ। के भन्छ, मैले खासमा अर्कै मगाएको थिएँ, लास्टमा अर्कै आएछ। हेर्नुहोस् मेरो आउटफिट कस्तो देखिएको छ है। म अब ठिकै छ भन्दिनँ, तर मलाई चाहिँ हङलङ छ, तर कोही बात छैन, राम्रो देखिरहेछ। हुन्छ हामी त्यहाँ गएर तपाईँलाई म देखाउनेछु। म चाहिँ जस्ट चस्मा चाहिँ लगाएर जस्तै गरेको कि, यो चाहिँ मेरो हस्बेन्डको हो, मेरो दिदीले ल्याइदिनु भएको। लाउनु मान्नु हुँदैन, मै लाउँछु। र गाइस हामी चाहिँ जाँदैछौँ छर्छरी घुम्नु। र त्यहाँनिर चाहिँ नन्दी दाजु, मनु, जेसिका छ, यहाँ चाहिँ बुढाबुढी छ। हेलो हेलो मनु जादिन भन्दा पनि हेर न। त्यो चाहिँ भेज पञ्चित फिस त्यो भन्दैछ त। यो चाहिँ हाम्रो पञ्चित फिस हो, यहाँ चाहिँ बन्द छ होइन, दसैँ छुट्टी। हाम्रो मनुले चाहिँ यहाँ दोकान खोल्नु आँटेको छ। अबको दिनमा मनुले दोकान खोल्छ। मनु त्यत्तिकै हात हाल्नु त। पानी खाए। कस्तो घिनलाग्दो बाटो छ हौ यहाँ त, मलाई मन नै पर्दैन नि बाबा। मलाई त यस्तै मन पर्छ बाटो। हावा पिटिहाल्छ फेरि, यस्तै मनपर्छ अरे काइलालाई बाटो। होइन हौ बाटो क्या, यस्तै घिनलाग्दो मनपर्छ अरे। हामीले मिठाई चाहिँ किनिनौँ, घुम्नु मात्रै गएको हामी चाहिँ गाइस। हामी चाहिँ किनेर राखिरहेछ हो। नन्दी दाजुको पनि हाम्रो जस्तै छ ला, ढुङ्गा कत्रो उचिरहेको। मेरो बुढाहरू चाहिँ यहाँसम्म अझै उतै पनि आउनुहुन्छ। बहुत टाढो भयो मेरो बुढा।
पनि जान्छ है बाबा हैन पर छैन अलिक लाइटको ए त्यहाँ हो मन्दिर खतरा उडायो अलिक उता हो अगाडि बस्ने घर पनि थियो नि एउटा त्यही छ यो भित्र देखा अलिकति हेरिहाल्नुहोस् होइन हेरिहाल्नुहोस् यहाँ यस्तो छ त्यहाँ हो अब ठुलो भ्लग गरिरहेछ नभन न गाइस हेर्नुहोस् फाइनली हामी आइपुग्यौँ फाइनली गाइस हामी चाहिँ यहाँ आइपुग्यौँ ल फाइनली गाइस हामी चाहिँ यो छरछरे भनेको चाहिँ यहाँ हो यसरी पानी आउँछ हेर्नुहोस् वाउ यहाँसम्म त्यसको उयो चाहिँ के भन्छ पानीको त्यो बाछिटा चाहिँ यहाँसम्म आउँदैछ वाउ जेसिका उभि त यहाँनिर यहाँ पर उभि हेर्नुहोस् हामी चाहिँ आइपुग्यौँ जेसिका यो चाहिँ बर्थडे गर्ल हो है खै यता हेर्नु न मनु यता हेर आज चाहिँ यो चाहिँ जेसिकाको आमा हो जेसिकाको बाबा र मेरो हस्बेन्ड चाहिँ त्यहाँ हुनुहुन्छ ल अन्त दुईजना फोटो फाइनली गाइस हामी चाहिँ यहाँ आइपुग्यौँ हो हाम्रो चाहिँ इच्छा चाहिँ मेट्यो यो चाहिँ रुको रुको जेसिका ढुक्का भयो यो चाहिँ रुको रुको थियो यताबाट चाहिँ सुम्बुकहरू यता यता जान्छ र यहाँनिर चाहिँ यतिकै यहाँनिर पानीहरू कहाँबाट आएको मेरो हस्बेन्ड औ उहाँले पनि भिडियो बनाउनु हुँदैछ दामी छ है अनि गाइस मेरो च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला र थ्याङ्क यू सो मच मेरो भिडियो हेर्नुभएको अब हामी घर जानेछौँ र तपाईँलाई म घरमा गएको भिडियो देखाउनेछु थ्याङ्क यू कान्छीको अर्को पालि बनिन्छ केक अर्को पानी ह्याप्पी बर्थडे त भन्दै कमसेकम आमिन गर्नुपर्छ ल आमिन गर डल्ले गाइले ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर जेसिका God bless you. May God bless you. May God bless you, Jessica. Happy birthday to you. अब म हेर न
ब्लग बनाउँछ नि त उसले ह्याप्पी बर्थडे छोरी थ्याङ्क यू भन न ए खोइ त लागेन कि त जे ह्याप्पी बर्थडे मलाई खुवाइदिएछ यत्रो मात्रै खान्छु म सबैसँगै हात धुएको थिइस् डेडीलाई खुवाइदियो जाऊ न बाबा जाऊ मिठो लाग्छ केक त डेडीलाई खुवाइदियो डेडीलाई त्यो होइन हौ त्यो उयो डल्लेला अरे हौ खानु नि खानु तपाईँ ठुलो नै खानु लु डेडीलाई खुवाइदिए अलिक निउरिनु नि तपाईँ चाहिँ लु डल्लेलाई खुवाइदिएको डल्ले खुवाइदेन तैँले खुवाइदे बोक 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 टोक्नु दे त्यसलाई थ्याङ्क यू लु डल्ले खाइदेऊ लु भाइ खा त भाइ ल